दर्शकले नमस्कार। हाम्रो आलिताल सुन्दर आलिताल फेसबुक पेजको साथमा म प्रस्तुता कर्णबहादुर थापा मगर। यो डन्जरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर 3 स्थित स्यालचौडी माध्यमिक विद्यालय आलिताल 3 चौडमा पर्दछ। यहाँ चाहिँ कार्यरत विज्ञान गणित शिक्षक नरेन्द्र सामन्त सर, उहाँको घर चाहिँ कञ्चनपुर पर्दछ। उता चाहिँ जन्मघर चाहिँ दार्चुला पर्दछ। उहाँ चाहिँ यो बिदाको समय अथवा खाली समयमा यो विद्यालयलाई चाहिँ आफ्नो तर्फबाट हुनसक्ने सहयोग यो विद्यालयको अगाडि, यो स्यालचौडी माध्यमिक विद्यालयको अगाडि उहाँले चाहिँ यो पर्खाल जस्तो चिनिराख्नु भएको छ। उहाँलाई त्यो सिप पनि रहेछ भन्ने प्रमाणित गरिन्छ। स्टेप भन्छ अब। अनि त्यो कारणले गर्दा उहाँ चाहिँ यो फुर्सदको समयमा आफ्नो श्रमदानबाट चाहिँ स्कुललाई चाहिँ यो कार्यक्रम गरिराख्नु भएको छ, काम गरिराख्नु भएको तस्बिर देखिन्छ। र उहाँले यो मात्रै नभइकन यो एउटा चाहिँ यो स्कुलको टोयलेट नजिक पनि उहाँले चाहिँ सानो दिवाल चिनेको देखिन्छ। यहाँ देख्न सक्नुहुन्छ दर्शकले, यो उहाँले नै चिन्नु भएको हो। उहाँ चाहिँ यसै स्कुलमा चाहिँ हस्टेलमा बस्नुहुन्छ, स्कुलको क्वार्टरमा बस्नुहुन्छ। अब त्यो कारणले गर्दा उहाँले चाहिँ फुर्सदको समयलाई चाहिँ उपयोग गर्दै, सदुपयोग गर्दै विद्यालयले चाहिँ एकदम श्रमदानबाट चाहिँ आफ्नो के भन्छ सहयोगबाट चाहिँ यस्ता कार्यहरू गरिराख्नु भएको छ। उहाँले यो काम मात्रै नभइकन धेरै कामहरू पहिले पनि गरिराख्नु भएको थियो। यसै स्कुलको शिक्षक स्टाफमा पनि हुँ। पहिले उहाँले चाहिँ यसै स्कुलमा चाहिँ धेरै काम गरिराख्नु भएको थियो। फुलहरू रोप्नेदेखि लिएर विद्यालयमा चाहिँ हरेक संरचनाहरूलाई चाहिँ आफ्नो सक्दो सिप प्रयोग गरेर चाहिँ उहाँले चाहिँ यी कार्यक्रमहरू गर्नुभएको थियो। र विद्यालयप्रति उहाँको चाहिँ पूर्णतया लगाव र सहयोग छ। उहाँले चाहिँ यो ढुङ्गा यतिखेर चाहिँ श्रमदान चल्ने बेला यो चाहिँ ढुङ्गाको खानी त्यतिखेर चाहिँ प्रत्येक गाउँबाट चाहिँ ग्रुप बनाउँदाखेरि चाहिँ उहाँ पनि यो ढुङ्गा फुटाउने कार्यक्रममा चाहिँ सरिक हुनुभएको थियो। हामी पनि आएका थियौँ। यो हो स्यालचौडी माविको परिसर, तपाईँहरू देख्न सक्नुहुन्छ। यो डन्जरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर 3 स्थितको एउटा मात्रै मावि स्कुल स्यालचौडी माध्यमिक विद्यालय हो। यहाँ चाहिँ 1 देखि 10 सम्मको पढाइ हुने गर्दछ भने यहाँका संरचनाहरू लगभग निर्माण कार्य जारी हुँदैछ। र यसमा चाहिँ अझै भौतिक संरचनाहरूको अभाव देखिन्छ, अझै सुधार गर्न पर्ने देखिन्छ। यहाँ चाहिँ हरेक क्षेत्रबाट चाहिँ सुधारोन्मुख कार्यक्रमहरू गर्नुपर्छ भन्ने चाहिँ हामीले जोडदार माग पनि गर्दछौँ। र हाल आइरहेको यो स्थानीय निकाय र यो प्रतिनिधि सभाको चुनाव मार्फत चाहिँ प्रत्येक उम्मेदवारलाई यो कुरा पनि जानकारी गराउन चाहन्छु। यहाँको भौतिक संरचनादेखि लिएर विविध संरचनाहरू चाहिँ बनाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्था एउटा विद्यालय भएको नाताले चाहिँ विद्यालयलाई चाहिँ सबैले एकदम निष्पक्ष भएर दलगत नभइकन एकदम व्यक्तिगत तर्फबाट चाहिँ उहाँहरूले चाहिँ यस विद्यालयले चाहिँ पूर्ण रूपमा सहयोग गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा गर्दछौँ। ल हामी यो चित्रमा देखिराख्दाखेरि चाहिँ उहाँको बारेमा मैले अघि नै भनिसकेँ र केही कुराहरू भन्न बाँकी रहेका होलान्। बाँकी भिडियोहरू पार्ट 2 मा आउनेछ भने अहिलेलाई भने उहाँले नरेन्द्र सिंह सामन्त सरले चाहिँ आफ्नो कला देखाइराख्नु भएको छ भने उहाँले चाहिँ यो साँच्चै नै नक्कल गरेको भनेर कसैले भिडियोमा यस्तो यताउता गर्ने गर्छन्। त्यो चाहिँ होइन, यो चाहिँ एकदम यथार्थ नै भिडियो हो भन्ने हजुरहरूसँग चाहिँ जानकारी गराउँदै अहिलेलाई नमस्कार, हस्त, धन्यवाद।